यसो भयो होला, केही छैन आउँछ लाइफमा एउटा माया गर्ने मान्छे आइहाल्छ नि, एउटा भोलि पर्सि अब बुढेसकालसम्म सहारा दिने होइन, रोमान्स गर्न मिल्ने उयोहरू त आइहाल्छ नि होइन र के हो त्यही हो, आफूमा जे छ त्यसमा सेटिस्फाई हुनु पऱ्यो सुरुमा होइन। कस्तो मान्छे त छ यार, कस्तो गाह्रो कस्तो अवस्थामा गुज्रिरहेको मान्छे त छ, हो कि होइन? मैले के सही भन्दा चाहिँ गलत भन्दा चाहिँ प्लिज मलाई पनि गर न, फेरि मैले चाहिँ जेपिटी भन्दा अरे होइन, हो ठिक हो सबै कुरा होमा हो मात्र जोडेर भएन क्या। म नेगेटिभ छु भने मलाई नेगेटिभ पनि भन्नु पऱ्यो, सुनेर दुःख लागेर त मुजी मरमुजी छैन बाँकी धेरै, त गइहाल्छ होला झुन्डेलोमा झुन्डगीको कुरा नै हो यो रे। सही हो सही पनि भन्दैछ है, 2-3जनालाई मन परिरहेछ है, 2-3जनालाई मन परिरहेछ। ठिक कुरो हो। आयो है माचिस खेम भाइ, कस्तो केटाहरू त आजभोलि सबै उनी भइसक्यो, के छ मुजी के छ हालको म्याच मेरो भाइ, के छ म्याच मेरो भाइ, मासला मेरो सब त्यो फुर्का बोल्ने बानी भने झन् त्यो बोल्ने बानी हुन्छ है केटा। अलिक सकेसम्म फुर्का अलिक कम गरौँ न, हुन्न र? किन हामी फुर्का बोल्ने होइन, राम्रो कुरै गरेर पनि त अगाडि बढ्न सकिन्छ नि त होइन र? किन नेगेटिभ नै गर्नुपर्ने हो र? खेमुजी हजुर भन न, खेम मेरो भाइ त कहाँ छस्, त आइस रे? आयो नि दादा म आइसकेँ दादा, मलाई फल ब्याक दिनु न खेम मेरो भाइ, सरी दिन मिल्दैन सरी। अब अहिले त पहिला भयो हो भन्दै, अब त अहिले सिधै मिल्दैन ल, के जेसुकै गर होइन दादा यस्तो हो क्या दादा, अहिले चाहिँ अलिक मिल्दैन फलो ब्याक, त्यो दिन नमिल्ने पनि होइन, सबजनालाई दिन मिल्छ कि, तर अब कामसामहरू अब त्यही कामको प्रेसरहरू हुन्छ, अब म्यासेजहरू अब केटीहरूको आए चाहिँ हुन्थ्यो, अब तिमी जस्तो बोकाले गर्छ फेरि के गर्छ भन्दैन, पैसा हालिदिनु न 100 रुपियाँ जति ब्यालेन्स पैसा हालिदियो मात्र भन्छ, ओहो ह्यान्डसम भनेको जस्तो त जेन्सन केटाहरूलाई त औडा लाग्छ होला है, केटाहरूले जस्ट मलाई केटाहरूले पनि माया गर्छ यार, साथ दिन्छ भनौँ न, उस्तै पऱ्यो यार मुख छाडेर यिनीहरूले मलाई ऱ्याक्दै बनाउँदैन जस्ट। ठिक छ माया अझै गरिदिइरहनु भएको छ, किप लभिङ है। के हो केटा अब हन्टिङ सन्टिङ जानु पऱ्यो नि त, ब्याग दिए त मलाई भाइ मिल्दैन भनिसक्यो क्या। कमेडी सोमा जानु त फेरि मलाई त अन्त अरू ठाउँमा बोल्न आउँदैन, यो आफू एउटा सिङ्गल सोलो भइदियो भने चाहिँ अनि मलाई हजुर दाइ केरा कसरी ठुलो बनाउने अरे, केरा यो कसरी ठुलो बनाउने, अब यो बोर्डमै राख्ने हो क्या, अब केरा कसरी ठुलो बनाउने, अब डल्लेको डल्लै छ त अब यसलाई कसरी ठुलो बनाउने त क्या यार, कस्तो कुरा गर्ने त्यसमै खुसी हुनु न यार, यो केरा कसरी बढाउनु त मैले, बढाउन मिल्छ त यार, तन्काउने हो यार, कसरी बढाउने ल, खाने हो क्या केरा, अब यो छोडाउने खाने, दिमाग ह्याङ गर्छ केरा कसरी बढाउने के। म यहाँ हस्पिटलको साइकोलोजिकल अस्पतालमा डक्टर हो र यार, केरा कसरी बढाउने भने छ, गेडाको के हो भने छ, नगर्नुहोस् न औडा नगर्नुहोस् तपाईँ, हन्टिङ जाउँ बडु किप्सी फोर हानौँ, यस्तो औडा गरेको छ बसेको छ दिक्कै केरा काण्ड रे के हो मेरो गीत बजा, भाइहरू सब मेरो फ्यान भने दादाको गीत अब होइन, अब खेलाइ मात्र छ नि त खेमी होइन, अब आउँछ अब गीत आउँछ, अब क्लब स्लबतिर गएर मचाउने, को आउने ल भन त, म स्टेज प्रोग्राम हान्दाखेरि को आउनुहुन्छ, भ्लग त बबाल्छ दाइले। थ्याङ्क यू सो मच फर लभिङ मी, सबजनाले माया देखाइरहनु भएको छ, सब्सक्राइबर पनि हाम्रो 1 लाख क्रस भइसक्यो है, त्यो खुसी व्यक्त गर्न सकिरहेको छैन, अब बिस्तारै सबै कुरा मैले क्लब सबतिर पर्फर्मेन्स हाने आउँछ कि आउँदैन दाइ, अब मुर्रा ग्याङले केरा ठुलो बनाउनु पर्छ अरे,
केरा त बनाउनु पर्छ भ्लग छिटो हाल्नु पऱ्यो र अब भ्ल्याट कि भ्ल्याट आउँछ अब ट्याङ्की भ्लग बनाउँछु भने चाँडै टन्नै बनाउँछु भ्लग अनि डेली हाल्छु ल डेली भ्लग हाल्छु अब पैसा कमाउनु पऱ्यो यार चाँडै घर बनाएर आफ्नो मम्मी बाउलाई खुसी बनाउनु पऱ्यो नि मेरो मम्मी बाउ आफ्नो